हेलो नमस्ते नमस्कार मित्रहरू। आज म यो ग्रिसको आफ्नो कम्पनीको होस्टलमा आइपुगेको छु। हिजो अस्ति काम गर्ने बेलामा तो ठेकेदारको फोरम्यानसँग केही लफडा परेर काममा गएन र फर्केर म यहाँ आइपुगेको छु। यही हो युरोपको यो रेलवे चार्ट रहेछ। तपाईले हेरिरहनुभयो होला। र यो यहाँ खेती भने यस्तै फरङ्गामा हुने गर्दछ। र यहाँहरूलाई यो बाटो सहरतिर जाने बाटो छ। र म आज आइतबारको दिन आइपुगेको छु कम्पनीमा। अब यो कम्पनीमा पनि अहिले काम नभएर अब अन्तै हाम्रो कम्पनीको बसले अब पठाउन लागेको छ। अब अर्को दिन म देखाउने नै छु कुन काममा अब लाँदैछ हामीलाई। र राति आएको यही होस्टलमा हामीलाई छाडेर आज 1 बजेतिर यहाँ युरोपको 1 बजेतिर हामीलाई अन्तै लाने कुरा भएछ। र यहाँहरूलाई म जानकारी गराउन चाहन्छु कि यहाँ जुन भिसामा हामी आएको थियो स्ट्रबेरी टिप्ने, त्यहाँ अहिले सिजन सुरु भएको छैन। त्यही भएर अन्त गएर काम गर्नुपर्ने अवस्था छ। र यो फरङ्गामा अहिले केही बोट लगाएको छ। र स्ट्रबेरी खेती यस्तोमा तपाईँले हेरिरहनुभयो होला। यस्तोमा अहिले सिजन सुरु भएको छैन। यो स्ट्रबेरीको काम सुरु भएको छैन। भएपछि हामी फेरि यतै आएर काम गर्नुपर्ने हुन्छ। र त्यहाँ हामी काम गरेको ठाउँमा आलु टिप्ने र प्याजमा साह्रै गाह्रो र गाह्रो त गाह्रो नै, तर त्यसमा पनि यो फोरम्यानहरूले कराई गर्ने, पेल्ने खोज्ने जस्ता गतिविधिले हामी वाक्क भइसकेका थियौँ। त्यही पनि अब पैसा थोरै भएर अब धेरै पैसाको खोजीमा हामी निस्केका थियौँ। र त्यहाँको जुन ठेकेदार थियो त्योसँग हाम्रो कुरा भएको थियो कि हिसाब दिनुहोस्, हामी कम्पनीतिर जाने हो भनेर। अनि त्यसले हाम्रो बससँग कुरा गरेर गाली गर्न लगायो। अब के भन्नु, अर्काको देशमा यस्तै हो, पाराले काम गर्नु परेका हुन्छन्। तर के हो, हामी हार मान्नेवाला छैन। फेरि जहाँ गए नि पैसा हुनु पर्यो नि। काम गाह्रो साह्रो गरि नै हाल्छौँ, तर काम गरेर मात्र हुँदैन, हाम्रो कमाइ पनि त हुनु पर्यो। हामी आफू खुसी काममा लाने, बसाल दिने, आफू खुसी हिसाब दिने, त्यो बाध्यताले हामी बसिरहेको थियौँ। यो कम्पनीमा काम नभइन्जेलसम्म हामीलाई यसरी नै कता कता लान्छ त्यो हामीलाई पनि थाहा हुँदैन। र हामी अब जब यहाँ त्यत्रो पैसा तिरेर आइसकेका छ भने हार मान्यो भने त सकिगयो। त्यही भएर हामी हार नमानिकन यहाँ काम गरिरहेछौँ। र पैसा भइदिएको भए त्यहाँ पनि ठिकै थियो। काम गाह्रो साह्रो त चलि नै रहन्छन्। र यो स्ट्रबेरीको बोट काटेर फालेको छ। अब यो फालेको ठाउँमा फेरि बोट लाउने काम अहिले सुरु भएको छैन। र यहाँको होस्टलमा हामीलाई राखेको छ। यही हो होस्टल।
र यो होस्टेलबाट अब दिउँसो 1-2 बजेतिर हामीलाई अन्त्य लान्छ। हामी त्यहाँ गएर अब के कस्तो काम छ त्यो म देखाउँला।